ओ हेर रमाइलो लागेछ उल्टो टोपी लगाइदिएको रहेछ हैन उल्टो टोपी लगाइदिएर बाबा मम्मीले उल्टो टोपी लगाइदिएछ उसलाई त अनि कहाँबाट हुने आइज खेल्ने हो आऊ ल ल कति राम्रो छ तिमी पनि आउने भयो युट्युबमा अब ल टोक्दैन बाबु बसौँ न यस्तो भयो मेरो त ट्याक्कै नुहाकोटको गेट पढ्दै गाई फेरि हामी चाहिँ नुहाकोटतिर आएको छौँ है त बादल लगाइरहेको होइन हामी चाहिँ यहाँ छ यहाँ चाहिँ हामी टक्कसँगले हो कि यो कुकुर पनि बाटोमा भेटायो कि यहाँ चाहिँ हामी टक्कसँगले जाम भयो होइन जाम भएको भएर चाहिँ पाहाडहरू फोरिरहेछ अगाडि डोजरले बनाइरहेछ कि यस्तो ठाउँमा घुम्न आएको थियो साथीहरू म चाहिँ कहाँ जानला हामी कहाँ जानला नुवाकोट जानला है घुम्न जानला हो सो अब चाहिँ हामी पनि निक्लिने चान्स पायो ल फाइनल्ली गइसकेर अब चाहिँ बाटो पन्चाइदिनु थालेको छ होइन अब चाहिँ अब हामी निक्लिन्छौँ 2 घन्टाको जाम भयो अब हेरौँ अझै झुट्टै हान्दैछ ल ठ्याक्कै बसेको 1.5 घन्टा भयो अझै हिँड्ने बेला भएको छैन पाहाड सो फाइनल्ली गइसक्यो अब बाटो खोल्ने अवस्था अब यसले चाहिँ माटो सफा गर्न जाँदैछ होइन मेरो पनि सार्नुपर्ने हो त कत्रो हो बकेट पनि कत्रो यसको त A few moments later. खतरा रहेछ नि त होइन यहाँबाट पहिले चाहिँ यहाँबाट जाने बाटो थियो रहेछ होइन अहिले नि मान्छे यहाँबाट वार पारियो ल खतरा झोलुङ्गे पुलमा आइपुग्यो साथीहरू अब अहिले चाहिँ हामी एउटा खतरा पुल बनेछ पुरै भिरै हो नि यो बन्न कति वर्ष लाग्छ अघि गाडी आयो जाँदैन त्यहाँ अगाडितिर गयो भने जान्थ्यो ल ड्राइभर अहिले नि गाडी त खत्रै चलाएर लिएर आउनु नि खतरा रहेछ नि त होइन यहाँबाट पहिले चाहिँ यहाँबाट जाने बाटो थियो रहेछ होइन अहिले नि मान्छे यहाँबाट वार पारियो ल खतरा झोलुङ्गे पुलमा आइपुग्यो साथीहरू तपाईँ हामी देखाएको पुलमा आइसकेको छौँ बबाल ठाउँ छ कि सिनहरू पनि बबाल यता हेऱ्यो नि बबाल खै यत्रो पुल अनुसार यत्रै हुनुपर्छ बुढा पुललाई छोड्यो होला 32 फुट छोड्यो होला कि आम्मा कस्तो त भात वाउ कस्तो
हामी तराई जस्तो देखिरह्यो कि तराई जस्तो देखिरह्यो कि सेम हो सेकेन्ड त गर्मी यार यहाँ त ल गर्मी भयो नगरकै याद आयो मलाई त सेम तराईमा विराटनगरमा हिँड्दाखेरि यस्तै हुन्थ्यो क्या बसेर पढ्दाखेरि यहाँ पनि पुल बन्द छ गर्मीले है गर्मी सुरु A few moments later. यहाँ छैन